नमस्कार। आज तपाईहरुलाई म लादैछु यो चाइनाको नेशनल फरेस्ट पार्क जिङजाङजी नेशनल फरेस्ट पार्क भनेको नेपालीमा जिङजाङजी राष्ट्रिय वन निकुञ्जमा लादैछु। यो चाइनाको ठुलो पनि चर्चित पनि राष्ट्रिय निकुञ्ज हो। नेपालमा चाहिँ चर्चित चितवन राष्ट्रिय निकुञ्ज र ठुलो चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज हो भने यो चाहिँ दुईटै पर्छ, चर्चित पनि हो ठुलो पनि हो। अब यो भित्र के हुन्छ तपाईहरुलाई जान्छु है त। साथीहरुले धेरैले भन्थ्यो यो ठाउँ जानुपर्छ भन्थ्यो, तर म चाहिँ नेपालमै छ नि त निकुञ्जहरु त किन जानुपर्छ भन्थे। तर त्यो मेरो भ्रम मात्रै छ। यहाँ आएपछि मैले धेरै कुराहरु अनुभव गर्न पाएँ। मेरो परिकल्पनाहरु गलत साबित भयो। के अरु कुराहरु पनि तपाईलाई देखाउन जाँदैछु। यो चाहिँ जोङजाङगी नेशनल पार्क हो, राष्ट्रिय निकुञ्ज हो। यो चाहिँ संसारको सबभन्दा बाहिर आउटडोरमा बनाएको लिफ हो। बिल्डिङमा बनेको त बुर्ज खलिफा हो, तर बाहिर जस्तो बाहिर बनेकोमा चाहिँ यही हो। संसारको सबभन्दा अल्को लिफ भएको यो ठाउँ हो। यो चाहिँ एउटा नेशनल पार्कमा भित्रमा यो माथि हेरेपछि यता पहाड देखिन्छ, राम्रो पहाड देखिन्छ। यता पछाडि पठाउनु त यता 50-60 तल्लाको谁的在呢？देख्नुभयो भने यो अवतार फिल्मको सुटिङ गरेको यो जुन सबै पहाड यो अल्को पहाडमा त्यो एलन मान्छे जस्तै एलन र त चिलमाथि बसेर यो डाँडा यही हो। यो अवतारको सुटिङ भएको यही डाँडामा यही डाँडा काँडामा सुटिङ गरेको फिल्म हो अवतार, इङ्ग्लिस मुभी। त्यो फिल्मको सुटिङ गरेको ठाउँ आज हलिउडको फिल्म सुटिङ गरेको हामीले पनि हेर्न पायौँ। र मैले भन्दै गरेको नेपालमा यस्तो छ नि भन्थेँ कि मैले, तर चाहिँ नेपालमा छ तर विकास भएको छैन यस्तो निकुञ्जहरुमा। तर यहाँ यति विकास भएको छ कि तपाईसम्म बाटोमा बस हिँड्छ, डाँडा काँडा बस लान्छ। तपाईहरु केबल कार एलिभेटर लिफ्टमा चढ्यो भने पैसा तिर्नुपर्छ, यदि बसमा घुम्यो भने पैसा तिर्नु पर्दैन। यसको चाहिँ जम्मा इन्टरनेट 227 आरएमबी हो, नेपाली लगभग 45-46 हो भने एलिभेटर भनेको लिफ्ट अथवा केबल कार चढ्नु पर्यो भने एक्स्ट्रा पैसा तिर्नुपर्छ 65 जस्तो 65 आरएमबी जस्तो। नेपाली लगभग 1300 जति तिर्नुपर्छ। केबल गर्ने कस्तो जस्तै हो 65-70 जति लाग्छ। नेपाली लगभग 1300-1400 लाग्छ। तर हामी बसमा गयो भने कहीँ पनि पैसा लाग्दैन। प्रवेश शुल्क 227 45-40 तिरेपछि 4 दिनसम्म घुम्न पाइन्छ। यो ठाउँ यति ठुलो छ कि 4 दिनसम्म उसले फेरि के छ एउटा टिकटै 4 दिनसम्म घुम्न पाउँछ। तर हामी चाहिँ चाँडो घुम्दैन, बसमा केबल कार लिफ्ट एलिभेटर चढेर पनि घुम्यो। यो ठाउँहरू यति राम्रो रहेछ कि जहाँ जाँदा नि बस अब मिनी ट्रेन पनि छ नि ट्रेन त्यसरी घुमिरहेको छ। कुन टापु मान्छे जान्छ कि त्यो हेर्दै छु मैले।
छाडो भयो मान्छे जान्छ हाम्रो पनि 这样往上拍一下呢，一个个两侧的做，可能你再拍一个呢。 मैले यो ठाउँ आएपछि पहिला पहिला मैले जहिले पनि प्राथमिकता राख्थेँ कि नयाँ सिटी विकास भएको सिटीहरूमा घुम्ने थिएँ तर चाइनाले विकास सहरमा मात्रै होइन गाउँमा यो निकुञ्जहरू पनि एकदम राम्रो विकास गरेको रहेछ जुनले गर्दाखेरि हामी हेर्नु अहिले केबल कारमा हामी चढिरहेको छौँ केबल कार बस अनि मिनी ट्रेन लिफ्टबाट जुन पनि हेर्ने ठाउँमा 2-4 मिनट मात्रै हिँड्नुपर्छ त्यति धेरै हिँड्नु पर्दैन नेपालको डाँडा काँडा भए 2-4 घन्टा हिँड्नु पर्थ्यो भने यता चाहिँ त्यस्तो हुँदैन र मैले जहिले पनि प्राथमिकता राख्छु सहरतिर घुम्न पाएँ भने ओहो मान्छेले यति धेरै विकास गरेको छ हामीले नसोचेको जस्तो विकास गरेको छ भनेर अचम्म मान्थे तर उसले चाहिँ सहरमा मात्रै होइन निकुञ्जहरू गाउँतिर पनि विकास गरेको छ यो चाहिँ हामी लगभग जिङजाङजी नेसनल फरेस्ट पार्कमा घुमिरहेको छौँ यति राम्रो रहेछ कि यो फरेस्ट पार्क यस्तो राम्रो राम्रो चुच्चो पाहाडहरू एकदम राम्रो जताबाट हेर्दा राम्रो देखिने यो 4 दिनसम्म घुम्नु पाउँछ एउटा टिकटले तर हामीले चाहिँ चाँडो गरेर 2 दिनभित्रमा घुमेर सक्यौँ अझै पनि मैले राम्रो राम्रो भिडियोहरू बनाउँदैछु त्यो भिडियोहरू हेर्दै गर्नु होला आज रात पनि परिसक्यो आजलाई बिदा हुँदै अर्को भिडियो मेरो हेरिदिनु अनुरोध गर्दै आजलाई बाई हस्त धन्यवाद